माधव कल्पितद्वारा लिखित दुर्गा र ट्राउडे एउटै आत्माको फरक स्वरूप नामको लेख यहाँहरूका बीचमा। मानव इतिहासमा कहिलेकाहीँ यस्ता आत्माहरू जन्मिन्छन् जसले फरक भूगोलमा जन्मिए पनि एउटै सपना बोकेका हुन्छन्। स्वतन्त्रताको सपना, न्यायको सपना, जनताको आँसु सुकाउने सपना। बुर्किना फासोका इब्राहिम ट्राउडे र नेपालको माटोमा जन्मिएका दुर्गा प्रसाई त्यस्तै आत्माका दुई स्वरूप हुन्। ट्राउडेको बन्दुकबाट सुरु भएको विद्रोह सामान्य थिएन। साधारण किसान परिवारमा जन्मिएका ट्राउडेले बाल्यकालमै विदेशी हस्तक्षेप, अन्याय र अभावको पीडा भोगे। उनी सानै थिए, तर प्रश्न ठूलो थियो, किन हाम्रो भूमिमा हामी स्वाधीन छैनौं? किन नागरिक आफ्नै घरमा परनिर्भर छन्? यही प्रश्नले उनलाई सैनिक जीवनतर्फ धकेल्यो। 30 सेप्टेम्बर 2022 केवल 34 वर्षको उमेरमा उनले विद्रोहको झण्डा बोके। राष्ट्रलाई विदेशी शक्तिको नियन्त्रणबाट मुक्ति दिलाउने अभियानमा उत्रिए। शिक्षालाई किताबभन्दा ठूलो बनाउने, स्वास्थ्यलाई अस्पतालभन्दा नजिक ल्याउने, रोजगारीलाई युवाको हातमा थमाउने सपना बोके। बाटो सजिलो कहाँ थियो र? उनलाई सिध्याउन 27 पटकसम्म उनको हत्याको प्रयास भयो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनलाई तानाशाहको रूपमा चिनाए, तर गाउँका वृद्धहरूले जागराम बसेर सुरक्षा दिए। महिलाहरूले ढोल मादल बजाएर आशीर्वाद दिए, युवाले मसाल बोकेर पहरा दिए। यसरी ट्राउडे केवल राष्ट्रपति मात्र भएनन्, जनताको आफ्नै सन्तान बने, राष्ट्रको पिता भएर परिचित बन्न पुगे। यता दुर्गा प्रसाईको जीवन पनि त्यही पीडाको प्रतिरूप हो। 8 कक्षा मात्र औपचारिक पढाइ पार गरेका दुर्गाको लागि जीवन नै ठूलो विद्यालय बन्यो। भैँसी पालनको गोठबाट सुरु भएको उनको बाटो भ्रष्टाचार, असमानता र विदेशी निर्भरता विरुद्धको संघर्षमा परिणत भयो।